सिर्फ झन्डा हालेर अनि सिर्फ तपाईँको गाडी चढेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो सम्माननीय सभामुख महोदय? यदि जनताका लागि काम हुँदैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन। अहिले पनि नेपालीहरू अलपत्र परेका छन्। परराष्ट्र मन्त्रालय कुनै कूटनीतिक सम्बन्ध गाँसेको छैन। जहाँ गए पनि नेपाली मर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने छ सम्माननीय सभामुख महोदय। मैले एउटा कुरा बुझ्न सकिनँ, सरकारले मात्र पुलको टेन्डर गर्छ, त्यसलाई पुरा गर्नतिर किन लाग्दैन? हुलाकी सडक अहिलेसम्म पुरा भएको छैन। हुलाकीकै अर्को पुल जो पुरा फेमस पुल छ त्यो हो कमला नदीको पुल। कमला नदीको पुल पनि त्यसको के गर्ने? जो मन्त्री बन्छ एकचोटि जाने देख्ने फर्केर आउने। म गर्छु तर यस्ता 10वटा मन्त्री भौतिक पूर्वाधार मन्त्री गए तर कमला पुल जहाँको त्यहीँ छ। 2079 माघ 10 गते यही संसद भवन बाहिर बानेश्वर चोकमा प्रेम आचार्यले आत्मदाह गरेको दर्दनाक र पीडादायी घटना आज पनि अधिकांश हाम्रो मानस पटलमा भिजाइरहन्छ। त्यसरी जीवन नै त्याग्नुपर्ने अवस्था पुग्नुमा कैयौँ कारणहरूमध्ये उधारोमा गरेको कारोबार असुली नहुनु, परिवार र बालबच्चाको छाक काटेर भए पनि किसानलाई मूल्य चुकाएर जोहो गरेको, सामान ठुला र नाम कहलिएका घराना व्यवसायलाई आपूर्ति गर्दा उधारो कारोबारबाट असुली कानुन अभावका कारण पैसा असुल हुन नसक्दा तिर्न नसक्ने गरी ऋणमा डुबेर डिप्रेसनको शिकार हुँदै आत्मदाह गर्नु परेको पीडा उनले आफैले लेखेको सुसाइड नोटले व्यक्त गरेको तथ्य लुकेको छैन। उधारो व्यवसायभित्रको श्रृङ्खला हो, तर यसलाई कानुनले नचिनेका कारण कारोबार डुबेर कैयौँ प्रेम आचार्यहरूलाई आज पनि चुपचाप जीवन त्यागिरहेका होलान्। ठुला र घराना उद्योगी व्यवसायहरूले पहुँचका कारण उधारो असुल गर्न सक्लान्, तर अति साना र मझौला उद्योगी व्यवसायको पीडा र उधारो असुलीको बारेमा कसले बोलिदिने सरकार? सभामुख महोदय, यो पछिल्लो पटक भारत र पाकिस्तानको युद्ध हुन्छ, त्यहाँ नेपाली नै मर्छन्। रुस र युक्रेनको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। प्यालेस्टाइन र इजरायलको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। यो कस्तो गरिबी हो, यो कस्तो बेरोजगारी हो सम्माननीय सभामुख महोदय? सरकार मौन छ। हालै साउदी अरबको जुबेल स्थितमा क्याम्पमा 469 जना नेपाली दाजुभाइहरू अहिले पनि बन्धक भएका छन्। राज्यले हामी नेपाली नपुगेको कहीँ सहर छैन सम्माननीय सभामुख महोदय, कहीँ देश बाँकी रहेको छैन। अब झन्डै अहिले 80 लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्, तर सरकारको श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय चाहिँ मौन भएर बसेको छ। आज नेपालीहरू बन्धक हुँदाखेरि पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन सम्माननीय सभामुख महोदय। 2024 को डाटालाई यदि आकलन गर्ने हो मात्रै भने पनि सम्माननीय सभामुख महोदय 8,56,422 जना मान्छे चाहिँ विदेश जान पाऊँ भनेर आवेदन दिएका छन्। 80 लाख भन्दा बढी युवाहरू अर्काको देशमा छन्। झन्डै यो 10 वर्षको इतिहासमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर नेपाल फिर्ता पठाइएको छ। अहिले मात्रै पनि मुलुकमा 14 खर्ब 45 अर्ब 32 करोडको रेमिटान्स यो विदेशबाट पठाएका मान्छेले पठाएको। आज हामी संसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबका सब मान्छेहरूको आज तलब र भत्ता यही विदेशमा पठाएका मान्छेको रेमिटले तानेको छ। हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन सम्माननीय सभामुख महोदय? यहाँ श्रम मन्त्रालय छ भन्ने छ, परराष्ट्र मन्त्रालय छ भन्ने छ। श्रम मन्त्रालयको काम आज कति नेपालीहरू ठगीमा परेका छन्। अहिले पनि जाने हो भने लाखौँ नेपालीहरू आज दलालहरूको ठगीमा परेर घरबार विहीन भएका छन्। तर श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर अनि सिर्फ तपाईँको गाडी चढेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो सम्माननीय सभामुख महोदय? यदि जनताका लागि काम हुँदैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन। अहिले पनि नेपालीहरू अलपत्र परेका छन्। परराष्ट्र मन्त्रालय कुनै कूटनीतिक सम्बन्ध गाँसेको छैन। जहाँ गए पनि नेपाली मर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने छ सम्माननीय सभामुख महोदय। बागमती नदीको 2टा पुल, एउटा हुलाकीमा बढरवा पुल झन्डै 15-16 वर्षमा पनि बन्न पाएन। माधव नेपाल प्रधानमन्त्री 66 सालमा हुँदाखेरि त्यो बेलादेखि शिलान्यास गरेको पुल, त्यो हुलाकी सडकको पुल अहिलेसम्म पुरा भएको छैन र अर्को कति वर्षमा लाग्छ, अझ 10-15 वर्ष लाग्छ जुन तरिकाले सरकारको कुनै त्यसमा ध्यान छैन। दोस्रो, त्यही बागमती नदीमा पिपराघाटको पुल पनि वर्षौँदेखि बनिरहेछ तर अहिलेसम्म पुरा भएर जनताले त्यसमा सेवा पाउन सकिरहेको छैन। 2079 माघ 10 गते यही संसद भवन बाहिर बानेश्वर चोकमा प्रेम आचार्यले आत्मदाह गरेको दर्दनाक र पीडादायी घटना आज पनि अधिकांश हाम्रो मानस पटलमा भिजाइरहन्छ। त्यसरी जीवन नै त्याग्नुपर्ने अवस्था पुग्नुमा कैयौँ कारणहरूमध्ये उधारोमा गरेको कारोबार असुली नहुनु, परिवार र बालबच्चाको छाक काटेर भए पनि किसानलाई मूल्य चुकाएर जोहो गरेको, सामान ठुला र नाम कहलिएका घराना व्यवसायलाई आपूर्ति गर्दा उधारो कारोबारबाट असुली कानुन अभावका कारण पैसा असुल हुन नसक्दा तिर्न नसक्ने गरी ऋणमा डुबेर डिप्रेसनको शिकार हुँदै आत्मदाह गर्नु परेको पीडा उनले आफैले लेखेको सुसाइड नोटले व्यक्त गरेको तथ्य लुकेको छैन।
उधारो व्यवसायभित्रको श्रृङ्खला हो, तर यसलाई कानुनले नचिनेका कारण कारोबार डुबेर कैयौँ प्रेम आचार्यहरूलाई आज पनि चुपचाप जीवन त्यागिरहेका होलान्। ठुला र घराना उद्योगी व्यवसायहरूले पहुँचका कारण उधारो असुल गर्न सक्लान्, तर अति साना र मझौला उद्योगी व्यवसायको पीडा र उधारो असुलीको बारेमा कसले बोलिदिने सरकार? त्यसकारण देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यावसायिक कारोबारलाई मर्यादित बनाउन, उधारो कारोबारलाई कानुनी श्रृङ्खलाभित्र जोड्नका लागि तत्काल उधारो असुली कानुन बनाउनको लागि सरकार र सम्बन्धित मन्त्रालय निर्देशनसहित ध्यानाकर्षण गराउँदछु। सरकारले ल्याएको स्वास्थ्य नीतिका 11 बुँदा कागजमै सीमित हुने चिन्ता लागेको छ, किनभने ती न जनताको जीवनसँग मेल खान्छन्, न ठोस समाधान दिन सक्नेछन्। अहिले देशले केवल नीति होइन, त्यसको प्रभावकारी कार्यान्वयनको ग्यारेन्टी खोजेको छ। सभामुख महोदय, निरोगी नेपाल भन्ने पनि रोगको रोकथाम, शिक्षा र ग्रामीण सेवाको तयारी कमजोर देखिन्छ। दुर्गममा 87% ठाउँमा विशेषज्ञ डाक्टर छैनन्। मधेसका आधाभन्दा बढी संस्था स्वास्थ्यकर्मी विहीन छन्। 70% भन्दा प्राथमिक केन्द्रमा प्रसुति सेवा छैन, तर सरकार गम्भीर देखिएन। देशभित्र 30,000 नर्स बेरोजगार रहेको र नर्सिङ पेसाका अनगिन्ती चुनौतीहरू यसले सुनेको छैन। बिमा कार्यक्रम छ, तर नागरिकले सेवा नपाएर ऋणमा डुबेका छन्। रेफरल औषधिको गुणस्तर, MIS, मानसिक स्वास्थ्य औषधि र सङ्घीय स्वास्थ्य ऐनका समस्या यथावत नै छन्। सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले छलफलमा उठेका कुरालाई प्रतिबद्धता गर्ने सुन्ने जाहेर गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा मेरो 40 वर्षको अनुभवले देशको यथार्थ बयान गरेको हुँ। सरकार सामान्य राष्ट्रपतिज्यूबाट यस हाउसमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति कार्यक्रमको म नेकपा एमाले संसदीय दलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यसको म समर्थन जनाउन चाहन्छु। सामान्य सभामुख महोदय, सबैभन्दा पहिला त सरकारले यसपटक नीति तथा कार्यक्रम संसदमा पेश गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर ल्याएको छ। यसप्रति म सरकारप्रति म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। र सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपष्ट, कानुनको कसीमा अत्यन्तै कमजोर, स्रोत साधन विहीन तथा लोकरिजाइ मात्रै गर्ने र सुन्दा कर्णप्रिय जस्तो लाग्ने घोषणाको पुलिन्दाभन्दा धेरै माथि उठेर मुलुकको विद्यमान आर्थिक सामाजिक परिवेशको वास्तविक सीमा र धरातलमा टेकेर यथार्थपरक, वस्तुनिष्ठ, कानुन योग्य हुने गरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ। सत्ता साझा दलहरू विशेष गरी नेपाली काङ्ग्रेस र नेकपा एमालेको बीचमा भएको सार्वजनिक समझदारी, यसको जगमा, यसको आलोकमा यो नीति तथा कार्यक्रम आएको हामी पाउँछौँ। त्यसैले यसले आजको विद्यमान चुनौतीहरूलाई सामना गर्दै आगामी दिनमा मुलुकलाई नयाँ ढङ्गले दिशानिर्देश गर्ने र नीतिगत स्थिरता कायम गर्ने दिशामा यो कोसेढुङ्गा साबित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ। तर सामान्य सभामुख महोदय, यति महत्त्वपूर्ण ढङ्गबाट आएको यो नीति कार्यक्रमको बारेमा यो संसदमा विभिन्न कोणबाट बहस त भए। विशेष गरी प्रमुख प्रतिपक्षी दलको तर्फबाट र दलका नेताको तर्फबाट यो संसदमा उहाँले गर्नुभएको सम्बोधन हामीले सुन्यौँ। असाध्यै उहाँले पूर्वाग्रह प्रेरित ढङ्गबाट राजनीतिक प्रवचनको हिसाबले नीति तथा कार्यक्रममाथिको रचनात्मक सृजनात्मक सुझावको तहबाट भन्दा पनि सरकारको आलोचनाका हिसाबले मात्रै उहाँले विषय राख्नुभयो र दोहोऱ्याउनु भयो। यो संसदमा फेरि पनि उहाँले दोहोऱ्याउनु भयो। डे फर्स्टदेखि यो सरकार बनेको डे फर्स्टदेखि उहाँले भन्दै आउनुभयो यो सरकार दलालहरूले बनाएको हो, बिचौलियाहरूले बनाएको हो, यसको सान्दर्भिकता छैन लगायत उहाँले फेरि पनि नीति कार्यक्रमको बहसमा, छलफलमा उहाँले दोहोऱ्याउनु भयो। म आग्रह गर्न चाहन्छु, यो सरकार यो संसदले बनाएको हो, संविधान बमोजिम सरकार यो संसदले सरकार बनायो। तर संसदले बनाएको सरकारलाई उहाँले हरेक पटक बिचौलिया, दलाल, माफिया यस हिसाबले यो असाध्यै असंसदीय अराजनीतिक शैलीको श्रृङ्खला जसरी पटक पटक हामी सुनिरहेका छौँ, सुन्न परिरहेको छ, म यसको वास्तवमा म दुःख व्यक्त गर्न चाहन्छु। सम्मान्य पूर्व प्रधानमन्त्रीज्यू विपक्षी दलको नेता हुन्छ, त्यो तहबाट पटक पटक यस प्रकारको पूर्वाग्रह प्रेरित, कुण्ठाग्रस्त यस्ता अभिव्यक्तिहरूको निरन्तरताले संसदीय एउटा मर्यादाको वास्तवमा अपमान भएको छ, मर्यादाको च्युत गरेको छ। यसतर्फ म वास्तवमा उहाँको ध्यानाकर्षण गराउन चाहन्छु, यस कुराको म विरोध पनि गर्न चाहन्छु। र सामान्य सभामुख महोदय, सरकारले अहिले विशेष गरी यो नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा उहाँले प्रमुख प्रतिपक्षी दलका नेताले यहीँबाट भन्नुभयो यो केवल कर्मकाण्डीको हिसाबले औपचारिकताका रूपमा मात्रै आएको छ भन्ने हिसाबले भन्नुभयो।
यसभित्र असाध्यै महत्त्वपूर्ण ढङ्गबाट आएका यी विषयहरूलाई औपचारिक कर्मकाण्डी मात्रै हो भन्ने हिसाबको कमजोर टिप्पणीले यो जनताप्रति अन्याय हुन्छ भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दा हामी हेरौँ यो नीति तथा कार्यक्रमले विशेष गरी सरकारले अहिले जुन नृत्य कार्यक्रम प्रस्तुत गर्यो यसले 11वटा महत्त्वपूर्ण प्राथमिकता क्षेत्र निर्धारण गरेर फोकस्ड नीतिहरू प्रस्तुत गरेको छ। जस्तो संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणमा यसले जोड दिएको छ। संविधानको समीक्षा र संशोधनमा यसले प्राथमिकतामा राखेको छ। राजनीतिक स्थायित्व र नीतिगत स्थिरतालाई प्राथमिकता दिएको छ। विकास ढाँचाको पुनरावलोकन र आयोजनाको पुनः प्राथमिकीकरणलाई यसले प्राथमिकतामा राखेको छ। विद्यालय शिक्षामा सुधार, अनुसन्धान र उद्यमशीलतामा आधारित शिक्षा, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा, उद्यमशीलता विकास, उत्पादकत्व र रोजगारी केन्द्रित कार्यक्रममा जोड, फेसलेस सेवाको विस्तारमा प्राथमिकता, तहगत समन्वयात्मक रूपमा एकीकृत परियोजना बैङ्क प्रणाली निर्माणमा यसले जोड, सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध, यति 11वटा विशेष प्राथमिकता क्षेत्र निर्धारण गरेर फोकस्ड नीतिगत माध्यमबाट दिशानिर्देश गर्ने काम गरेको छ। केही मान्यजी साथीहरूले यहाँ भन्नुभयो हामी छलफल गरिरहेका छौँ, यो छलफल बेकार हो, व्यर्थ पनि छ, कमा र फुलिस्ट पनि परिवर्तन हुने स्थिति छैन भन्नुभयो। वास्तवमा मैले पनि धेरै पटक यो नृत्य कार्यक्रम पढेँ। 155 बुँदामा छ। झन्डै संविधान आएपछि पहिलो पटक यो छोटो, विगतमा 12,000 भन्दा बढी शब्दमा आउने नृत्य कार्यक्रम यो पटक 5500 शब्दमा आएको छ। संविधान घोषणापछिको यो पहिलो छोटो हो। यो व्यापक फराकिलो यस हिसाबले आएको छ र मैले धेरै अध्ययन गरेँ। साथीहरूले भन्नुभयो वास्तवमा यहाँ साथीले भनेको जस्तो कमा र फुलिस्ट पनि परिवर्तन गर्न पर्ने गरी यो नीति तथा कार्यक्रम आएको छैन। त्यति व्यवस्थित ढङ्गबाट, त्यति फराकिलो ढङ्गबाट, स्पेसिफिक ढङ्गबाट यो नृत्य कार्यक्रम आएको हुँदा 155 दफा वा बुँदाहरूमा रहेको यो नृत्य कार्यक्रमको काहीँ पनि कमा वा फुलिस्ट परिवर्तन गर्नुपर्ने, चलाउनु पर्ने नगरी ल्याएकोमा सरकारलाई म धन्यवाद पनि दिन चाहन्छु। सम्मान्य सभामुख महोदय, देशको आजको मूल समस्या भनेको राजनीतिक र नीतिगत अस्थिरता यो रहेको पृष्ठभूमिमा यस नीति तथा कार्यक्रमले 15औं आवधिक योजनाले अघि सारेको 25 वर्षीय दीर्घकालीन सोचसहितको समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य, जसलाई अहिलेको 16औं राष्ट्रिय योजनाले केही डेभिएट गर्न खोजेको छ, यसलाई पुनर्जीवन दिएर नीति तथा कार्यक्रममा आएको छ, जुन नेपालको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शक हुनेछ। यसै मार्फत देशका सबै जात जाति भाषाभाषी क्षेत्रलिङ्ग समुदायको अधिकारको सुनिश्चित गर्ने, संरक्षण गर्ने त्यो कुराको यस मार्फत सुनिश्चित हुनेछ। तर कतिपय हामी यसो बाहिर टिप्पणीहरू कहिलेकाहीँ सुनेका छौँ, सुखी नेपाली समृद्ध नेपाल निर्माणको राष्ट्रिय गन्तव्य आकाङ्क्षासँग जोडेर केही छिपछिपी राटेपाटी प्रकृतिको केही प्रतिक्रियाहरू पनि आएको जस्तो हामीलाई लाग्छ। तर यो सामान्यतया यसो गहिरेर यसलाई हेर्ने हो भने यो सामान्य एउटा अध्ययनको सीमितताको कारणबाट मात्र यो प्रतिक्रिया हो भन्ने मलाई लाग्छ। नीति तथा कार्यक्रमले सन् 2030 सम्म पुरा गर्नुपर्ने दिगो विकासका लक्ष्यको लागि स्पष्ट आधार प्रदान गरेको छ। मुलुक अल्पविकसित अवस्थाबाट विकासशील हुँदै गर्दा सामना गर्नुपर्ने चुनौतीहरूलाई ध्यान दिएको छ। साथै गरिबी निवारण, युवा पलायनको रोकथाम, नागरिकतामा बढेको वितृष्णा र निराशालाई कसरी आशामा रूपान्तरण गर्ने भनेर गम्भीर ख्याल र ध्यान पुर्याएको देखिन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणमा राष्ट्रिय सहमति, सहकार्य र सामूहिक प्रतिबद्धताको नीतिलाई यो नीति कार्यक्रमले अवलम्बन गरेको छ। संविधान कानुनसँग जोडेका आवश्यक कानुन निर्माणमा यसले विशेष प्राथमिकता दिएको छ, परिमार्जनमा विशेष प्राथमिकता दिएको छ। त्यसै गरी 18 वर्षदेखि निष्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि, सङ्गठनकालीन न्यायलाई टुङ्गोमा पुर्याउनका लागि यो नीति कार्यक्रमले असाध्य महत्त्वका साथ ध्यान दिएको छ, प्राथमिकतामा राखेको छ। तर म साथीहरूलाई सोध्न चाहन्छु, मान्य साथीहरूलाई भन्न चाहन्छु, विशेष गरी विपक्षी बेन्चमा रहेको यति महत्त्वपूर्ण विषयलाई 18 वर्षदेखि निष्कर्ष नपुगेको यो सन्दर्भ, यो विषयलाई टुङ्गोमा लगाउनका लागि जसरी सरकारले प्राथमिकता दिएको छ, धन्यवादको एक शब्द दिन पनि कन्जुसाइ जसरी भएको छ, यो वास्तवमा दुःख लाग्दो छ। सामान्य सभामुख महोदय, नीति कार्यक्रमले जेनजी पुस्ता लगायत जनसाङ्ख्यिक लाभ दिन सक्ने र आर्थिक रूपमा सक्रिय योगदान गर्न सक्ने युवा पुस्तालाई फोकस गरी श्रम गर्ने संस्कृतिको विकास, स्टार्टअप कर्जा कार्यक्रम विस्तार, इन्टर्नलाई
पनि स्टार्टअपमा संलग्न गर्ने, कार्यघण्टामा आधारित ज्याला, आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने, योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई अनिवार्य गर्ने र पढ्दै कमाउँदै जस्ता रोजगारी र उद्यमशीलता प्रवर्धनको लागि उच्च प्राथमिकता यो नीति तथा कार्यक्रमले दिएर आएको छ। युवा मैत्री नवीन कार्यक्रमलाई प्राथमिकता दिएकोमा म सरकारप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। विद्यालय शिक्षा सम्बन्धी कानुनी, नीतिगत र संस्थागत सुधारमा यो नीति तथा कार्यक्रमले जोड दिएको छ। अनुसन्धानमा आधारित उच्च शिक्षा, सरकारी सेवामा स्थानीय तहदेखि केन्द्र तहसम्म इन्टर्नको प्रयोग गर्ने, हप्तामा 20 घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दै जस्ता नीतिहरू यो असाध्यै लोकप्रिय छन्। विद्यार्थी मैत्री छन्, युवा मैत्री छन्। म सरकारप्रति धन्यवाद दिन चाहन्छु। यी सम्मानयोग्य स्वागतयोग्य विषयहरू छन्। नीति तथा कार्यक्रमले कृषि क्षेत्रको प्रवर्धनलाई उच्च प्राथमिकता दिएको छ। कृषिमा युवालाई आकर्षित गर्न भूमि, कृषि सामग्री, बिमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गर्ने, कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आबद्ध गर्ने, परियोजनालाई नै धितोमा राखी स्थानीय वित्तीय संस्था मार्फत वित्तीय र अन्य सामग्रीको व्यवस्था गर्ने, परियोजना बिमा र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने सरकारले जे नीति लिएको छ यसले वास्तवमा भने कृषि क्षेत्रमा एउटा आमूल रूपान्तरण, परिवर्तन र एक प्रकारले भन्ने हो भने क्रान्तिको सुरुवात हुने यो नीति तथा कार्यक्रमको ले निर्देश गरेको छ। गैर आवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान र सम्मान वृद्धि गर्नका लागि यो नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ। तर यसमा बुझ्नुपर्ने, अलिकति ख्याल गर्नुपर्ने कुरा के छ भने पछिल्लो चरणमा विशेष गरी 11औं गैर आवासीय नेपाली सङ्घको 11औं अधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व त्यो रहँदै अहिले अर्को नेतृत्व आयो भन्ने जे चर्चा चलिएको छ। हामी सबै राजनीतिक पार्टीहरू हामी आफ्नो मान्यता अनुसार काम गर्छौँ। प्रवासमा झन्डै 60 लाखभन्दा बढी नेपालीहरू बसिरहनु भएको छ। उहाँहरू विभिन्न हिसाबले त्यसको अभिभावकीय भूमिका एनआरएलले गरिरहेको छ। हामी राजनीतिक पार्टीहरूले आफ्नो दल विशेषका सङ्गठनहरू प्रवासमा पनि खोलेका छौँ, चलाएका छौँ। तर एनआरएललाई यो राजनीतिभन्दा पर राख्नुपर्छ, दलीय विषयभन्दा पर राखेर यसलाई अगाडि बढाउनुपर्छ। त्यस कारणले गर्दा यसलाई त्यहाँका प्रवासमा रहेका गैर आवासीय नेपालीहरूको ज्ञान, क्षमता, अनुभव, पुँजीलाई देश निर्माणमा उपयोग गर्नका लागि उहाँहरूलाई विभाजित गर्ने मनसायबाट होइन, एकीकृत गर्ने ध्येयका साथ हामीले काम गर्नुपर्छ। यसमा हामी सबैको साझा भूमिका र पहल गर्ने हुनु जरुरी छ भन्ने लाग्दछ। सामान्य सभामुख महोदय, नीति तथा कार्यक्रमले औद्योगिक विकासमा सार्वजनिक, निजी र साझेदारीको मोडेललाई आत्मसात गरेको छ। यसले सुमधुर व्यावसायिक वातावरण निर्माण गरेर मुलुकको औद्योगिक विकासमा निकै ठुलो टेवा पुग्ने वा मद्दत पुग्ने यो सरकार लिएको नीतिले देखाउँछ। उत्पीडित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई चिकित्सा शिक्षामा गरिएको आरक्षणको व्यवस्था र अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि व्यवस्था गरिएको छात्रवृत्तिको कार्यक्रम यो असाध्यै सकारात्मक छ, महत्त्वपूर्ण छ र सम्मानयोग्य छ। यसका लागि म सरकारप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु। स्वास्थ्य क्षेत्रमा 14 वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराउने, मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्रको स्थापना गर्ने, स्वास्थ्य बिमा प्रणालीलाई एकीकृत गरी गम्भीर रोगको उपचार समेत बिमा मार्फत हुने व्यवस्था सुनिश्चित गर्ने तथा जलवायु परिवर्तनको स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गर्ने जस्ता नीतिहरू यो असाध्यै अग्रगामी छन्, प्रगतिशील प्रकृतिका छन्। यसरी सामान्य सभामुख महोदय, हेर्दाखेरि यी नीति कार्यक्रमहरू असाध्यै उपयुक्त र आजको विद्यमान अर्थतन्त्रको सीमाहरूलाई पनि ख्याल गरेर, परिस्थितिको सीमाहरूलाई पनि ख्याल गरेर ल्याएको देखिन्छ। विगतको म मान्यजीहरूलाई पनि आग्रह गर्न चाहन्छु, विगतका नीति तथा कार्यक्रमहरूको पनि एकपटक अध्ययन गरौँ, समीक्षा गरौँ। कति नीति तथा कार्यक्रमहरू अर्थात् घोषणा भएका नीति तथा कार्यक्रमहरू कति कार्यान्वयन भए, कति नीति तथा कार्यक्रमहरूमा स्रोतको सुनिश्चित गरिएका थिए, कति ती प्रभावकारी भए, यसको समीक्षा गरौँ र वस्तुनिष्ठ ढङ्गबाट ती विगतका नीति तथा कार्यक्रमको अहिलेको नीति तथा कार्यक्रमसँग तुलना गरौँ। यसरी निष्कर्ष के आउँछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। यो अहिले ल्याएको यो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवहारिक छ, प्रगतिशील छ, जनमुखी छ। यसलाई भोलि बजेटमा
रिफ्लेक्ट गर्न सक्दा यो मुलुकको विकास र समृद्धि, सुशासन र सामाजिक न्यायको केन्द्रीय कार्यभारहरू पुरा गर्न सकिने सामर्थ्यका साथ आएको छ। यसले यथार्थका जगमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोड्ने, सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने, राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने तथा त्यसैको माध्यमबाट नीतिगत स्थायित्व सुनिश्चित गरी समृद्ध नेपाल, सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने यो सङ्कल्प बोकेर यो नीति कार्यक्रम आएको हुँदाखेरि म सम्पूर्ण मान्यजीहरूलाई यसको स्वागत गर्न, यसको समर्थन गर्न म हार्दिक अपिल गर्न चाहन्छु, हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै गरी यो नीति कार्यक्रमले वास्तवमा विगतको सरकारले ल्याएका राम्रा कार्यक्रमहरूलाई छोडेको हो त? निरन्तरता नदिएको हो? त्यस्तो होइन, दिएको छ। निरन्तरता राम्रा लोकप्रिय खालका कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाएको छ। सरकारले विशेष गरी अहिलेको नीति कार्यक्रममा विगतको वर्षमा अघि सारेका डिजिटल प्रवाह, सामाजिक न्याय, साइबर सुरक्षा, नागरिक एप्स, अनलाइन कर प्रणाली, बैंकिङ पहुँच, श्रम शिक्षा जस्ता कार्यक्रमहरूलाई समावेश गर्ने कुरा यो असाध्यै सकारात्मक छ। सरकार बदलिँदैमा नीति तथा कार्यक्रम वा सरकारको प्राथमिकताहरू उल्ट्याउने वा राम्रा कार्यक्रम हटाउने अभ्यासले प्रणालीमा अस्थिरता ल्याउँछ भन्ने कुरा अहिलेको सरकारले राम्रोसँग बुझेको छ। त्यसकारण हिजोका राम्रा कुराहरूलाई अहिले निरन्तरता दिएको छ। विगतमा सत्तामा रहेका दलहरूकै कार्यक्रम अहिलेको सरकारद्वारा निरन्तरता दिनु यो नीतिगत योगदानलाई, नीतिगत स्थिरतालाई स्वीकार गर्नुपर्ने हो। सामान्य सभामुख महोदय, सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रमले अघिल्ला वर्षहरूमा देखिए चाहिँ असीमित वा असम्भव योजनाहरू समेट्ने प्रवृत्तिलाई हटाएको छ। यो नीति तथा कार्यक्रमले जे सम्भव छ त्यही घोषणा गरिन्छ, त्यही कार्यान्वयन गरिन्छ भन्ने नवीन कार्य संस्कृतिलाई प्रारम्भ गरेको छ। यसले जनतामा भ्रम होइन, जनतामा भरोसा र आशा जगाउने काम गरेको छ। म सरकारलाई यसप्रति म धन्यवाद दिन चाहन्छु। अन्तिममा सामान्य सभामुख महोदय, वास्तवमा हामीले संसदीय मूल्य मान्यता र गरिमालाई हर हमेसा ख्याल गर्दै यहाँ हुने बहसहरूलाई त्यस हिसाबले अगाडि बढाउन जरुरी छ। कहिलेकाहीँ त्यसबाट तलवितल हुने र संसदका बहसहरूलाई हामीले आक्रोश र कुण्ठा आवेगको प्रकट गर्ने थलोको रूपमा प्रयोग गर्न खोजिरहेका छौँ। एकले अर्कोलाई, अर्थात् भनौँ आज पछिल्लो दिनमा हामीले यो सरकार बनेदेखि हामीले के महसुस गरिरहेका छौँ भने नकारात्मकताको सञ्चार गर्ने कुरालाई हामीले मुख्य प्राथमिकता दिइरहेका छौँ। राजनीतिक नेतृत्वले अर्को नेतृत्वलाई खुइल्याउने, तास्ने र आलोचना गर्ने त्यो कुराको श्रृङ्खलालाई मात्रै हामी अनवरत रूपमा जोड्न खोजिरहेका छौँ। यो विषयबाट हामी सबैले पाठ सिक्नुपर्छ। मुलुकका आजका विद्यमान चुनौतीहरूको साझा समाधानको लागि साझा पहल र प्रयत्न जरुर आवश्यक छ। त्यस ठाउँबाट हामीले संसदीय बहसहरूलाई, संसदीय मूल्य मान्यता, यसको ऐतिहासिक पृष्ठभूमि, यस आधारबाट जोडेर अगाडि बढ्नुपर्छ। यसका लागि हार्दिक अपिल पनि गर्दै अन्तिममा यो नीति कार्यक्रम असाध्यै व्यावहारिक, वैज्ञानिक छ।